नमस्कार। भोट चाहिँ मलाई चुनाव आयो। नेता आउँछन्, मुस्कुराउँछन्, हात जोड्छन् र भन्छन् भोट चाहिँ मलाई। अनि हामी दिमाग बन्द गरेर भन्छौँ हस् हुन्छ प्रभु। यही हो देश बिग्रिनुको मेन कारण भनेकै यही हो। भोट माग्न आउने नेतालाई हामीले पनि प्रश्न गर्न सक्नु पर्यो नि। भोट माग्न आउने नेता तपाईँको घरमा छिर्दा तपाईँ होइन, नेता नर्भस आउनु। एक भोट मात्रै होइन, 5 वर्षको पावर हो। तपाईँ सानो मोबाइल किन्दा त सोध्नुहुन्छ ब्याट्री कति टिक्छ, बिग्रियो भने वारेन्टी ग्यारेन्टी के छ। तर देश चलाउन आउने मान्छे छान्दा चाहिँ एउटा पनि प्रश्न छैन। नेताले भन्छन् म विकास गर्छु, तर विकास भनेको स्लोगन मात्रै हो। विकास भनेको त ठाउँ, काम, समय होला नि। कुन ठाउँमा गर्नुहुन्छ, कति काम गर्नुहुन्छ, के काम गर्नुहुन्छ, कति समयसम्ममा गर्नुहुन्छ, होइन। गाउँमा चाहिँ अस्पताल छैन तर भाषण गर्दा चाहिँ एयरपोर्ट बनाइदिन्छु भनेर त भएन नि त। यी प्रश्नको जवाफ आउनु पर्यो। जबसम्म जवाफ आउँदैन, जसले तपाईँलाई राम्रो जवाफ दिन्छ, जसले तपाईँलाई काम गर्छ जस्तो लाग्छ, भोट उसैलाई हाल्नुहोस्। पार्टी होइन, व्यक्ति छान्नुहोस्। मेरो टोलमा काम गर्ने मान्छेले कुन सडकमा काम गर्छ, कुन सडक पक्की बनाउँछ, कति मिटर काम गर्छ, तपाईँले कति मिटर काम गर्नुहुन्छ, कति महिनामा गर्नुहुन्छ। हाम्रो गाउँमा खानेपानी छैन, खानेपानीको समस्या कसरी समाधान गर्नुहुन्छ, कुन बस्तीमा गर्नुहुन्छ, सुन्नु पर्यो नि। नाम होइन, हामीलाई नक्सा देखाउनुहोस्। हामी ग्रामीण भेगका मान्छे, हामी जस्ता धेरै परिवार अहिले पनि कृषिमै निर्भर छ। व्यावसायिक कृषि हुन नसक्नुको मुख्य कारण के हो? कृषकहरू किन गरिबीमा छन्? हामीले सोध्न सक्नु पर्यो नि। कुन ठाउँमा मोडर्न फार्मिङ गराउनुहुन्छ? ड्रिप इरिगेसन कहाँ? किसानलाई ट्रेनिङ सेन्टर कहाँ दिनुहुन्छ? ट्रेनिङ कसरी दिनुहुन्छ? किसानले उत्पादन गरेको उत्पादनलाई बेच्ने मार्केटको ग्यारेन्टी के गर्न सक्नुहुन्छ? किसानलाई भाषण चाहिँदैन, बिउ, पानी र मल भए पुग्छ। तपाईँ सहर क्षेत्रमा हुनुहुन्छ भने हरेक ठाउँ र गाउँ र सहरको समस्या फरक हुन सक्छ। सहर क्षेत्रमा ट्राफिकको म्यानेजको लागि तपाईँले के पहल गर्नुहुन्छ? कहाँ कसरी पार्किङ राख्नुहुन्छ? फुटपाथ व्यापारीलाई कहाँ राख्नुहुन्छ? साना व्यवसायीलाई लोनको सपोर्ट कसरी गर्नुहुन्छ? प्लान होला नि त केही भनेर सोध्न त सक्नु पर्यो नि। सडक सानो नेताको गाडी मात्रै ठुलो भएर त भएन। त्यस्तै स्वास्थ्यको क्षेत्रमा के गर्न सक्नुहुन्छ? कुन स्वास्थ्य चौकी चाहिँ अपग्रेड गर्नुहुन्छ? कुन अस्पतालमा पर्मानेन्ट डक्टरहरू हुन्छन्? कति ठाउँमा अझै पनि डक्टर नभएर औषधि खान नपाएर मान्छे मर्नु परेको छ। कुन ठाउँमा 24 घण्टा इमर्जेन्सी सेवा खोल्नुहुन्छ? आधारभूत औषधिहरू फ्रीमा दिन सक्नुहुन्छ कि सक्नुहुन्न? हामीलाई रिफर होइन, रिकभरी चाहिएको। त्यस्तै शिक्षामा के लगानी गर्नुहुन्छ? कुन सरकारी स्कुलमा स्मार्ट क्लास सञ्चालन गर्नुहुन्छ? कुन सरकारी स्कुलमा गर्नुभयो? कुन सरकारी स्कुलमा गर्नुहुन्छ? ल्याब कसरी र कहाँ राख्नुहुन्छ? लाइब्रेरी कहाँ राख्नुहुन्छ? +2 का टेक्निकल स्कुलहरू कुन गाउँमा खोल्नुहुन्छ? युथ स्किल सेन्टर कहाँ खोल्नुहुन्छ? शिक्षा खर्च होइन, भविष्यको लगानी हो। तपाईँले जित्नुभयो तर तपाईँको सरकार बनेन। अब बजेट नहुँदा कुन काम कसरी गर्न सक्नुहुन्छ? स्थानीय सरकारसँग कोअर्डिनेसन कसरी गर्नुहुन्छ? संसदमा हाम्रो मुद्दा कसरी उठाउनुहुन्छ? सरकार छैन, प्रोसेस चाहियो। सपोज तपाईँ हार्नुभयो, तपाईँले हार्नुभयो भने अबको 5 वर्ष तपाईँले के गर्नुहुन्छ? काम नगर्ने नेता सजिएको फोटो मात्र हुन्छ। हामी नेताको दुश्मन होइनौँ, तर हामी अन्धभक्त पनि होइनौँ। आज हामीले कुन ठाउँमा के काम भनेर सोध्यौँ भने भोलि नेताले भाषण होइन, काम गर्न बाध्य हुनेछन्। भोट कागज होइन, भोट तपाईँको 5 वर्षको भविष्य हो। त्यसैले प्रश्न सोध्नुहोस्, सक्षम व्यक्तिलाई भोट हाल्नुहोस्। तपाईँको एक भोटले 5 वर्षको भविष्य बन्न सक्छ। हाम्रा होइन, राम्रा छानौँ। पार्टी होइन, व्यक्ति हेरौँ, कसले काम गर्छ। तपाईँलाई चित्त बुझ्ने मान्छेलाई भोट हालौँ, तर भोट चाहिँ हालौँ।